हेलो नमस्ते। म फेरि पनि आइसकेको छु एउटा छोटो मिठो भिडियो लिएर। सबैले माया गरिदिनु होला। यदि फलो गर्नुभएको छैन भने प्लिज फलो गरेर साथ दिनु होला। मैले पनि फलो ब्याक चाहिँ दिनेछु र आउनुस् एकअर्कालाई चाहिँ सपोर्ट गर्दै अगाडि बढौँ। तपाईको पनि सोच छ हैन, कन्टेन्ट मोनेटाइज टुल्सलाई सेटअपमा ल्याउने। मेरो पनि त्यही चाहना हो। आउनुस् एकअर्कालाई सहकार्य गर्दै अगाडि बढौँ। मैले चाहिँ एकदमै छोटो र मिठो भिडियो ल्याएर आएको छु र कस्तो भिडियो पोस्ट गर्ने र कस्तो भिडियो पोस्ट नगर्ने र पोस्ट गरेको भिडियो ठिक छ कि छैन भनेर सजिलै तरिकाले कसरी थाहा पाउने भन्ने कुराको भिडियो ल्याएर आएको छु। हेरेर सबैले साथ दिनु होला र लाइक कमेन्ट र शेयर गर्न चाहिँ नबिर्सिनु होला। यदि फलो गरेको हुनु छैन भने फलो गर्नुस् र मेरा साथीहरूले पनि एकअर्कालाई चाहिँ सपोर्ट गर्दै अगाडि बढौँ र आउनुस् भिडियो मार्फत तपाईलाई कस्तो भिडियो पोस्ट गरे र कस्तो हुन्छ र कस्तो भिडियो पोस्ट गर्नुहुन्न र ठिक छ कि छैन भिडियो पोस्ट गरेको भनेर सजिलै तरिकाले कसरी थाहा पाउने त। हेर्नुस्, यदि ठिक छ भने राख्नु पर्यो र ठिक छैन भने तुरुन्तै डिलिट गर्नु पर्यो र कस्तो भिडियो गर्नुपर्छ आउनुस् यो भिडियो मार्फत है त।